ल साथीहरु अब चाहिँ फाइनली यहाँबाट नानीहरु छोड्नको लागि जाँदैछ। आज चाहिँ आमा डे रहेछ। यी छोरा छोरी आमा जाँदैछ अनि दिदीहरु निस्किनु बाँकी छ। अब 5 मिनेट बादमा चाहिँ यहाँबाट निस्केर नानीहरु होस्टेल छोड्नको लागि जाँदैछ। सोनिका दिदी चाहिँ रेडी भएर निस्क्यो। अब होस्टेलको सेन्ट स्टेफनको क्लास 10 को क्याप्टन हो। क्याप्टनको केसी सो साथीहरु सबैजना जानको लागि रेडी भइसकेछ। अब चाहिँ यहाँतिर आमा छोरी निस्किनु बाँकी छ। अझै आमा छोरी निस्केपछि अब जाने। ल है अब चाहिँ छोरी निस्क्यो, अब आमा निस्किनु बाँकी छ। हेर्नु है फ्रेन्ड्स, अब चाहिँ फाइनली दिदी पनि निस्किनु भयो। हामी चाहिँ अब जानको लागि त आज चाहिँ मदर डे अरे। आमा छोरी छोरा, आमा छोरी छोरा मात्रै जाने आज। बाउ पार्टी चाहिँ नजाने रे। हामी चाहिँ अब यहाँतिर घाँस सोतर गर्दै बस्ने रे। ल सेन्ट स्टेफन कफेर चाहिँ रिटर्न हुँदैछ नानीहरू। हामी चाहिँ हिजो दिदीकै घरमा होल्ड गरेको। अब आज यतिकैलाई, भोलि मात्रै फर्किने। बाई बाई। यहाँबाट अलिकति रोडसम्म चाहिँ हिँड्नुपर्छ। यहाँ चाहिँ जाँदैछ नानीहरू चाहिँ। अब होस्टेल रिटर्न हुँदैछ। आज स्टोरको छुट्टी भएको थियो, आज फिनिस। अनि आज रिपोर्ट गर्नुभयो। तपाईँले देख्नुभयो होला यो वीर पोखरा। र म पनि फ्रेन्ड्स नानीहरूलाई सामान त्यहाँसम्म अलिकति रोडसम्म छोड्नुको लागि जाँदैछ। आज हामी चाहिँ यहीँ होल्ड गरेर अब भोलि मात्रै फर्कने घर। नानी चाहिँ अघि अघि जाँदैछ। मिन्जु होस्टेल जाने हो? यस सर नो? आज चाहिँ मदर डे अरे। आमाहरू मात्र जाँदैछ। हामी चाहिँ अब बाउहरू चाहिँ नजाने। छोरा दुईजना चाहिँ माथि आउँदैछ। मेरो छोरा र दिदीको छोरा चाहिँ आउँदैछ। वाउ अडे नि बाबा। यहाँ चाहिँ गाडी वेट गरिरहेछ। तारेपीर अझै ठुलो दिदी आउनु बाँकी छ। यहाँ पिकअप गराउँदैछ अरे। म चाहिँ जान्न, तर आमा छोरी छोरा, आमा छोरी छोरा जाने आज। ठुलो दिदीको दाइ चाहिँ ड्युटी गर्छ। म पनि अब यहाँ आज होल्ड गरेको, भोलि मात्रै फर्किने हो। मेरो छोरी छोरा छोरा लो फर्किरहेको। केमा गाडीमा आइपुग्यो। ल बाई फ्रेन्ड्स, फाइनली अब चाहिँ जानुको लागि तयार छ।